कि यहाँ बन्दुकै चलान पाइएन यार मान्छेहरू नाङ्गै भएर पौडी खेल्दै ल हेरौँ त सर्न सकेन ओहो ए ओए अझ मान्छे जाने के हो त्यो हेलो नमस्ते म आज चाहिँ स्कार्ब्रोमा म होइन हामी बुढाबुढी बहर उता यस्तोतिर गछ केही किन्नलाई यहाँ हामी चाहिँ स्कार्ब्रोमा है त ल यहाँ चाहिँ हामी कता कता जाने भनेपछि लगभग 3-4वटा ठाउँमा घुम्नेवाला हो एउटा चाहिँ अब यहाँको क्यासल भएको क्यासल अब यसो हेरिदिउँ अनि यो बिच एरिया त्यसो एउटा पार्क छ राम्रो छ भन्ने रिभ्यू आएको थियो अब यसो त्यहाँ जानु पर्ला जस्तो छ अनि एउटा चाहिँ के थियो के भन्छ यार त्यसको नाम पनि थाहै भएन र उहाँ देखिएको नि छ यहीँदेखि चाहिँ यसो जाने त्यहाँ खास जाने भोक लाग्यो अब खाना जाऊँ भनेको एकचोटि त्यहाँ तिमीलाई म नजरिया देखाइदिन्छु त्यसपछि जाउँला नि त होइन त्यसपछि अनि अब हामी यसो यहीँदेखि देखिँदैछ बिच अनि जाँदैछौँ के हो खुट्टा दुख्यो अब भोक त अब लागिहाल्छ नि अब ट्याक्क लाएर अहिले पानी सही बेला आइज होइन त्यस्तो गर्मी पनि छैन घाम पनि लाग्दैन त्यस्तो शीतल छ ठिक्कको मौसम चिसो पनि छैन चिसो पनि छैन चिसो पनि छैन जाडो भन्ने पनि छैन त्यस्तो ठिक्कको सही टाइममा हुन त हामी बस्नेतिर भन्दा यता अलि चिसो नै हुन्छ कि उता त 30 होला आज हिजो 38 थियो अब यहाँ त सब छ क्या म यहाँ आउने भनेको लगभग 1 वर्ष भयो 1 वर्ष भयो यार 1 वर्षपछि यहाँ आउन जुड्यो अझै उता पनि हो यहाँ अब के गर्नु सकिएन अब हेर मै त यहाँ के क्यामेरा पो देखिन्छ कि देखिन्न सरलक्क लाएर यस्तो छन् मान्छेहरू पनि तन्नै छ तन्नै छ जाम पहिला हामी वहाँ माथि जाऊँ क्यासल वाकको उस वालदेखि हेरौँ जुम गर्ने कहाँमा त हो यसमा थाहै भएन खै कसरी भयो जुम छोड्दो भयो हामी उता जानेवाला छौँ त्यसपछि पछि यतातिर आउने त्यही हो जाम अब भोक लाग्यो भात पर्ला नि पानी अहिले एकछिनमा पानी परिहाल्छ ल अब अगाडि भेटौँला अगाडि ल फलफुल पनि नखाने भइयो अब जापानिज डिस खाऊँ भनेर त्यहाँ जानु लाग्यो अब खै के पाइन्छ अब नामसाम केही थाहा छैन अब खानु जे भेटिन्छ तिमीलाई थाहा केही जापानिज डिसको छैन मलाई पनि थाहा छैन ल यहाँ आयो जापानिज एन्ड थाई पुदिना लगाहान यहाँ चेरी ब्लोसम बाँसघारी यता धेरै छ चेरी ब्लोसमको बाँस के बाँस निङ्ला ल हामीलाई चाहिँ यहाँ खानेकुरा के हो भन्ने नाम पनि थाहा नभएको हामीले थाई डिस अर्डर गरेको भात खाने अब भात र खै के भन्दाखेरि एउटा नुडल्स दुईवटा भात अब हाम्रो चाहिँ अहिले चिकन पक्रा पाउ गरे चिकन पक्रा पाउ आयो अब अर्को आउने बाटो पान पक्रा पाउ भने पानको पट्टा भन्ने होला नि
अर्को पनि चिकन काचुना हो के हो भन्ने नि आयो हो पक्रा पाउ आयो अब एउटा नुडल्स आउनु बाँकी छ अब यो भिडियो सिडियो छोड अब खाऊ चल ल्याम्का त्यहाँ उस खाम गर्नु ल ल तिनटै आइटम आएर ल्याम्का ल्याम्प सुरु भइसक्यो ल आएर सबै मिठो भएछ त्यो बखरको होइन फरक छ नि हजुरको ल यस्तो लाग्दैन अर्कै छ नि होइन अनि यो चाहम न ल खाना नि सकिसक्यो यो नुडल्स मात्र बाँकी ल कस्तो लाग्यो खाना खाना एकदम मिठो मिठो ल मलाई नि मिठै लाग्यो भोकले गर्दा नि होला जे होस् राम्रो ठाउँ म त खाजा खाने ठाउँ 19 घन्टा पाइयो 19 घन्टामा खाना खाएर होला मिठो भयो ल अब बाहिर भेटौँला खाजा साजा खाएर आइयो अब ठ्याक्क समुद्र घाटमा यहाँ मान्छेको भिड हेर्ने भने आमा ल हेरौँ त भगवान् यो गाडी हिँड्ने बाटो होइन र यो त बाटै बन्द हामी नि बिच बाटो हिँड्ने कति होला मान्छे हिजो आएपातिर हिजो त्यस्तो थिएन होला आज त हाम्रो लास्ट डेट रहेछ कि छुट्टी पऱ्यो नि त विकेन्डमा आइहाल्छ नि के हो बल्ल आयो कि हो नि मुखमा यो स्यान्डविच भन्थ्यो मुखभरि आइसक्यो भर्खरै भन्नु चस्मा लगाएछ भयो नत्र आँखाभरि जान्थ्यो त्यही चस्मा लगाएर त अनि यहाँ यस्तो भएको नभएर धन नबिर्सेको अरू बेला सधैँ बिर्सिन्छ के चस्मा चस्मा सब पानीमा आमा यस्तो त मैले टिभीमा मात्र देखेँ यार मैले पनि लुट कपडा काटेर हालम जस्तो के त्यो त कस्तो जान मिल्ने खालको रहेछ नि हजुरको त मिल्छ मेरो त मिल्दैन के अब पानी अब उता जाऊँ अब अहिले पानी यहाँ खेल्न जाने क्या अर्को साइडतिर जाऊँ न उतातिर यतातिर मान्छे धेरै छ यहाँ त उता पनि त्यस्तै होला नि है होला नहोला अब ए यिनीहरूले त अघि बेल चलेको त ठन्नलाई पो ल सही ठिक्कको मौसम क्या हिजो पनि ठिकै थियो होला यहाँ त हिजो नि थियो होला हिजो त 29 कति दिएको थियो आज 25 सही रहेछ जाम अब अगाडि भेटौँला पानी भन्नेवाला छ है 12.7 mm को के अरे हेभी मेसिन गन गरे अत्रो त्यो भनेको ठुलो हो
त्यो खै त्यो एएमएमको भनेको अब त्यो यतिको गोली लाग्ने भनेको होला नि। किन होला ब्रिटिसको कति धेरै है। सब यो बिच एरिया भनेको अब नेपालमा बुढा टकमा लगाए जस्तै यिनीहरूले नि टकमा लगाएर हिँडे। आज केही दिन हो र एयरफोर्सको रहेछ यिनीहरू। यहाँ त लाउरे कुन बटालियनको होला नि। आर्मी बी द बेस्ट गरे कुन हो प्यारासुट टोली रहेछ प्यारासुट रेजिमेन्ट के भन्छ नि यिनीहरू। जमानाको आर्मी गाडीहरू यहाँदेखि ठ्याक्कै एउटा चलाने दुईजनाले बन्दुक हान्ने डर फोटो खिचिदिउँ तिम्रो चल न म फोटो खिचिदिन्छु। बुढाले बन्दुक हेर्दैछ नि यहाँ खै के बन्दुक पनि जिन्दगी यहाँ बन्दुकै चलान पाइएन यार। उहाँ टोप रहेछ उहाँ जान्यो त्यहाँ यहाँ नजाऊँ त के हेर्नु त्यो टोप के हो त्यो गाडी हेर्नु न यो गाडी फिल्महरूमा देखाउँछ है हो मेडिकेटको यहाँ त एन्टिक पिसहरू त्यो जमाना यो गाडी के हो यो बाबा हावा लाएर उधुम गरे। अब चाहिँ हामी क्यास्टलतिर लायौँ उकालो चढ्छौँ। यहाँ खै त्यहाँ यताबाट देखेको गरे अब जाने बाटो सक्यो। आमाले बोल्न नि सकेन ढकाले हामीलाई तलतिर हटेर हिँड्नै सकिएन। यहाँभन्दा माथि हिँड्नु सकिएन। अब यतैबाट लाग्नु पऱ्यो एउटा बस्यान थाकेर घाम्बो भनेर यता माथि अझै माथि हो जानुपर्ने सकिएन। अब नजाने विचार गर्यो घाम लगाएर रहेछ टक्क उता माथि चढ्न सकिएन। ओहो ए ओए अझ माथि जाने के हो त्यो डुङ्गा ओहो ल अब यहाँ के देखिन्छ भनेपछि यस्तो म कहिले पनि देखेको थिइनँ यहाँ। म प्लेनबाट देखेको थिएँ क्या सर मुभीमा गेमहरूमा देखेको थिएँ। क्यामेरामा त कस्तो छ है तर आँखाले चाहिँ आम्मा ओहो म त खुल्ला आँखाले हेर्छु अझै खत्रै भोबाल भ्यू यार आम्मा यार त उहाँ तर हामी उहाँ पुगिन्थ्यो जहाँ थियो यही के गर्ने अब त्यही हेर्न नगएको यताबाट पो आइयो भत्किएको तर भोबाले अलि अलिक गुल्टिनलाई होइन हट्नु न म यहाँ बस्छु क्या कहाँ यहाँ बस्छु मेरो पछाडिबाट भिडियो बनाइदिनु बनाउँछ बनाइदिनु न छिटो उताबाट यस्तरी यहाँ चाकमा घोच्यो आऊ त्यहाँ बनाइदिन्छु म यहीँ बनाइदिनु न यहाँ पनि एउटा फोटो खिच्नु न पछाडिबाट ल हामी कहाँ जाने भन्छ वहाँ यल्लो देखियो नि देखेछौ हट्यो भने अलि यता जाने हो त्यसपछि बल्ल फर्केर आउने छिटो ल ल ल जस्तो हामी जान सकेन। अब यता चाहिँ हामी अब ओह्रालो लाग्दै यति बाटो रहेछ धर्नै पर घुम्नु परेन तर यो समुद्र चाहिँ आमा खत्रै है। यता उयोमा चढ्दैछन् के अब सुई अब मैसँग पुगिन्छ अब मैले फोटोमा देखेको थिएँ के यो गोरेटो पो रहेछ फोटोमा देखेको थिएँ। त्यहाँबाट पनि जान मिल्ने रहेछ नि त्यो समुद्र यतापट्टिको समुद्रमा जान मिल्दैन कि मान्छे भएर छैन उहाँ रहेछ क्या त्यो यहाँ छ त्यो हल्का त्यो स्यान्ड उसहरू बल्लहरू भएको उसमा
अब यतातिर चाहिँ छैन अटो ढुङ्गा हामी बस्ने ठाउँमा पनि यस्तै हो भ्यू आउने अनि यस्तो यो भएको भए त आमा जुस खाँदै यहाँ च्याम्म लगाएर बस्नु हुन्थ्यो लाएर कम्ती रमाइलो हुन्थ्यो होला आनन्द हुन्थ्यो होला ट्याक्क लाएर 1-2 बोतल जुस लिएर च्याप्प घटक घटक शीतलको साथमा जाम मजै हुन्थ्यो होला ल हामी आधा घन्टाभन्दा धेरै हिँडेर उता बिच एरियाबाट यतातिर किन फर्किँदैन विश्वम पार्कतिर आएका छौँ हामी यता उस छ कि टोइटा खाइ त्यहाँ पोखरीको बिचमा कति राम्रो हो यहाँ पोखरीको के चाइनाको जस्तो डेकोरेसन छ यहाँ खै त्यसै सम्झना होला नि चाइनिज भन्ने हुन्छ जापान हुनसक्यो चाइनिज जापानिज ओहो यहाँ आँसेन त कति राम्रो हो र खानेकुरा छैन कति निलो पानी हो त यो त एकदम गहिरो छ र होला नि कलर मात्रै हो त्यो अस्तिको जस्तो निलो थिएन त अब कलर चाहिँ निलो थियो यहाँ त पुल रहेछ त्यहाँ यहाँ चाहिँ हामी चाहिँ भित्र जान पाइएन टिकट पुरै सक्यो अरे यहीँबाट पनि देखिने चाहिँ यति जमानाको यो नेभीको के हो यो आग लागि भएको देखा ढुङ्गाहरू अघि त्यहाँ थियो नि यो जहाजहरू त्यहाँ धेरै सबै त्यही देखाउनलाई मान्छेहरू तन्नै छन् लगाएर अहिले फेरि हामी फेरि बिच साइडमा यहाँ चाहिँ धेरै क्राउड छैन यो अर्को साइडमा हो यो कुन यहाँ यो ठाउँको नर्थ साइडमा उता पनि दामी छ यस्तो अनि यस्तो अघि हामी त्यो कोणभन्दा पारिपट्टि थियौँ अहिले चाहिँ यतापट्टि छ शुद्धि खै होला पाउँछ होला नि ल है चल है जाम पानीमा पानी खेल्न अब एक्कल लाएर यत्रो यार 2-3 कति वर्ष भयो यार 2.5-3 वर्ष भयो 3-3.5 वर्ष भयो यहाँ भएको समुद्रमा पानीमा कहिल्यै गइएको थिएन आज त जाङ्गे लाएर आएको जाङ्गे लाएको हुनाले जाङ्गे लाएर आएको काम लाग्यो ओहो आछु फुक्क भिजिन्छ के हो ओइ छाल आएन भन्थ्यो नि छाल त के आउने यहाँ धनी यहाँ भिज्यो यहाँसम्म होइन अघि त अर्कै थियो त भर छाल खत्रै आएको के हो यहाँ आएर यहाँ घोडाभन्दा माथि आयो यार यहीँ छिन् छालले यहाँ चाहिँ अलि ठिक रहेछ किनभने मान्छे नि थोरै सही मान्छेहरू नाङ्गै भएर पौडी खेल्दै कोही बल खेलेका केटाकेटीहरू अरूमा रेस्ट गर्दैछन् माथि
बियर खाँदै ट्याक्क एउटाले छुबुङ छुबुङ त्यो कब्रा यस्तो कपडा लाएर आम त्यस्तै हो जाऊ उहाँ खुङसान जाऊ क्या कब्रा बिजिसक्यो मेरो तर यसमा नहुने रहेछ क्या किन हुन्न र यहाँ त चक्कु आमा यो फेरि त्यो मुरली ए यहाँ आऊ त के हो यो आदिवासीको हो अनि यता यो लाफिङ बुद्ध हो लाफिङ बुद्ध यहाँ त यो त साँच्चैको नक्कली हो र के यिनीहरू साँच्चैको होला पोलिस गरेको क्या हामी फेरि अघिकै ठाउँमा आइयो एक राउन्ड हान्ने हामी उता नर्थ साइडतिर गएको थियौँ यो पहिला त हामी यहाँबाट उता यताबाट आएर यहाँदेखि माथि गइयो त्यहाँतिर अब त्यहाँ त गइएन माथि हिँड्न सकिएन त्यही हल्का अलिअलि चल्यो त्यसपछि फेरि उता झरेर उहाँ नर्थ साइडतिर गएर अब फेरि सुरुकै ठाउँमा आइयो साउथ साइडतिर अब एकछिन लहर डुलेर अब घरतिर लाग्ने हो अघि त मान्छे त यहाँ त स्याउ थियो के अरे भर त मान्छे छैन कोही पनि छैन भएन अब उति जाने उतिबाट फिनिस घरतिर अगाडि भेटौँ न अगाडि यो चाहिँ हामी आइसक्रिम खाँदै यो वेमा जाँदैछौँ यस्तो अलिकति सिँढी चढ्नलाई जो अल्छी छ सिँढी चढ्ने अल्छीलाई हो कि यो नसक्नेहरूलाई यहाँ बाजेहरूलाई हामी जस्तो अलि अल्छीलाई यो ठ्याक्क लाएर तलबाट गयो तल त्यही हो नजिकै 1 मिनटमा आउँदो रहेछ हो 2 पाउन्डको गाडी चढ्यो 2 पाउन्ड गरे 2.5-3 पाउन्डको उस भन्दो रहेछ के भन्छ ट्राम्प वे भन्दो रहेछ त्यहाँदेखि माथि आउनलाई त्यसपछि अब चाहिँ फेरि घरतिर लाग्नु पर्ला जस्तो छ अहिले त सुनसान भइसक्यो कति बज्यो कुनै भएर खै कति 6:30 भयो अघि हामी कति बजे आइपुगेको थियौँ रे 12 बजे त्यो बिचमा आमा मान्छे त ए भगवान् कति थियो हाइट भर त्यहाँ बिचमा छ हुन त मान्छे तर लगभग सकिएको जस्तो भनौँ न अघिको भर अहिले 10% मान्छे होला त्यति धेरै मान्छे
गइसक्यो यस्तो हुँदो रहेछ यहाँ त जस मौसम राम्रो हामी नि एकछिन अलिअलि पानीमा खेल्यो सागसाग भिजेको थियो छालले गर्दा कपडा धन्नै सुकिसक्यो उहाँदेखि लुग्रुक लुग्रुक यस्तै टाइम पास हिँड्दै त्यही हो दिन पनि गयो गयो यो सालको बिच आउने बिचतिर जाने आउने भनेर प्लानिङ कहिलेदेखि गरेको मेदेखि कहिले पानी पर्ने मेभन्दा अगाडिदेखि कहिले छुट्टी नमिल्ने जुन जुलाई कहिले 3 गर्मी महिना हुने कहिले के हुने तल्ल मिल्ने मल्ल तल्ल मिलेको ठिकै भयो एकदमै त्यस्तो हिजो त्यस्तो उत्पात गर्मी लागेन त्यस्तो चिसो त छँदै छैन अझै नि चिसो सर्ट लगाएर हिँड्ने अब ए ऊ त्यहाँबाट यता होइन त्यही हो ल बाई 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 गरिदेऊ झम्के हिँड्ने ल